जोस नि हाम्रो जोस नि खतरा हुने नि 2078 सालमा आज हामी किमु खान आछौँ होइन अरू साथीहरू गइसक्यो अगाडि किमु भनेको किमु अहिले देखाउँछु रोक्नु छ हामी साथीहरू आएको थियो कि यस्तो किमु खानु हुन्छ किमु हेर्नु यहाँ यस्तो हुन्छ होइन यस्तो हुन्छ किमु हेर्नु यस्तो हुन्छ हेर्नु साथीहरू आछन् होइन उता यी किमुहरू यस्तै हुन्छन् हेर्नु साथीहरू यता हेर्नु यो काला काला छ हेर्नु काला काला हेर्नु भूमि गयो हाम्रो होइन हामी यहाँ पढ्न आएको होइन फोटो गरी होइन आज हामी यहाँ यस्तै गरिरहेको छौँ किमु खाइरहेको छौँ अब केही दिनपछि हामी आम पनि कलेजदेखि छोडेर लिची पनि खाने हो लिची पनि खाएर होला होइन हरेकजना छोडेर मान्छे छन् भने कोही छन् भने यहाँ हाम्रो साथीको लागि एउटा केटी चाहिएको छ सम्पर्क गर्नुहोस् है अब 1.5 वर्ष अझै छैन हाम्रो 1.5 वर्ष छैन होइन आफ्नो छोरी पनि समाजै लानु पर्छ यहाँ उसको फ्यान हो यो मेरो दोस्त यहाँ मेरो दोस्त आउन यो चोर हो एक नम्बरको छोरी हो यहाँ सन्तोषजी उता गाउँबारीमा उता यो पनि खै के भिडियो बनाउँछ खै फेरि हेर्नु न यहाँ अम्बाको रुख पनि छ अब अम्बा कति सालपछि फल्ने त्यो थाहा भएन जति सालपछि फले पनि यहाँ 1 सालमै हो 1 सालपछि फलिहाल्छ अरू सबै मान्छेहरू सन्चै हुनुहुन्छ होला सायद अब किमु खाएर हिँड्नु लाग्यो होइन यता अब कहाँ पुगिन्छ हेरौँ हेर है केटा हो यो बाटो फेरि राम्रो छैन नि फेरि यता म जियो पढ्ने मान्छे हो अमिन हो क्या अमिन म सर्भिस हो यो अब जता बाटो म जता नि तातो निकाल्छु यो बाटो जता पनि निकाल्छ अनि म घर जता पनि बनाइदिन्छु फेरि म सिभिल पर्छ जता पनि निकाल्छु फेरि म घर नेपालको बाटो हेर्नु कति 1 करोडको बजेट आधी गरेँ यहाँ 1 करोडको बजेट आधी गरेँ यहाँ हेर्नु नि यस्तो छ हेर्नु बजेट आएको पनि के बाटो के गर्छन् नेपालका नेताहरू के गर्छन् अमेजनको जङ्गल उता रिभर पनि हेर्नु गाइस पानी मान्छे उता 100 फिट गहिरो हेर्नु पानी पनि आएको छैन पानी हेर्नु यो पानी यता पनि हामी एमाजोन रिभरमा आइसकेका छौँ होइन हामी त्यो भित्र नआउने मात्रै पानी अस्ति हामी यहाँ नापिसक्यो फ्लुइड मेकानिक्समा नापिसक्यो हो कति हिँड्छ भनेको यहाँ पानी कति किलोमिटर पर आवर हिँड्छ कति झन् हाम फालेछन् ल हाम फालेछन् हाम फालेर चाहिँ ल हाम्रो साथीहरू हाम फालेर मल परिसकेको छ हेर्नु गाइस हेर्नु 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 उता हेर्नु हाल्ने यो पनि यस्तो हेर्नु हेर्नु गाइस राम हाम फालेर चाहिँ दोष नि हाम्रो दोष नि खतरा हुने नि 2078 सालमा भूकम्प जाऊ न तिमी पनि त्यही जाऊ 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 ओइ गयो भाइ चोरहरू यता माछा मार्दै बसिरहेका छन् भयो चलो टाइम मिल्यो यहीलाई हेर्नु न राम्रोसँग हेर्नु यस्तो यस्तो भन्छ नि यो यस्तो यस्तो भन्छ चौधरी धेरै जस्तो यो चौधरीहरूले लगाउँछ कि यो धेरै जस्तो यो जस्तो चौधरीले लगाउँछ कि धेरै जस्तो यो चौधरी जस्तो लगाउँछ नि धेरै जस्तो यो चौधरीहरूले लगाउँछ यो गाउँहरू नाम पनि के भन्छ मेरो गाइस यहाँ गाउँ पनि फैलिसकेको छ अब गाउँ काट्नु भइसकेको छ यहाँ हेर्नु मेरो 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 बुढीको घरको गाउँ के हो उता जङ्गली कुकुर छ उता हेर्नु उता हेर्नु कुकुर हेर्नु
जङ्गली कुकुर यो काट्नु पनि सक्छ वहाँ वहाँ गर्छ हामी यहाँ जङ्गल आइसक्यो जङ्गल पुगिसक्यो अहिले हामी घर जानु लाग्यो है धेरै टाढा छ घर पनि देखाउनु होला अब टाढा पुग्नु छ एनसीसी स्कुल गाइस होइन यो हाम्रो युट्युब च्यानलमा सबैलाई स्वागत छ होइन अहिले हामी लनपुरको गाउँमा छौँ अनि यो हावा भन्छ यो यस्तो गाउँ होइन यो के पो टोल भन्छ के हो यो गाउँको नाम ऊ हो के भन्छन् के भन्छन् रुइनी खोला हो यो गाउँको नाम यिनी चौधरीहरू चौधरीमा छ हेर बुढचोरी हाम्रो यी गाउँमा आएपछि होइन यी गाउँ ठाडो गाउँ छ होइन अनि बुढचोरी कुन ठाडो लाउने रहेछ यहाँ होइन भेटे जाइदियो हाम्रो होइन तर कोही लाउने नै निकटका बाहिर होइन यिनी भनेको कोही केटी पनि बाहिर निक्लिँदैनन् अनि त्यस्तो भनेपछि सब चोट आगे बैठो अरे होइन सब लाउने चोट आगे बैठो अरे यसरी घरमा न कोही नै निकल थियो होइन अब हाम्रो भेटे जाइदियो कुरा न अब घरमा खटिया टाङ्के मिकारी परि का बाहिर खुसी लागेर मिल्न तर कोही लाउने डगरमा नै थियो अब यो गाउँको नाम हामीलाई त्यति थाहा भएन होइन हामी यता घुम्न आएको छौँ होइन मलाई अघि रुइनी खोला भनेर त्यस्तै है मलाई थाहा थिएन अब यहाँ बाजे सोध्छ होइन अब गाउँको नाम के हो बाख्रा यो बाख्रा टोर हो बाख्रा जङ्गल पनि हेर्नु न यहाँ यस्तो बाटो पनि त्यति राम्रो छैन होइन बाटोको लागि आउँछ गरे हेर्न सक्नुहुन्छ यहाँ गाईको चारोटा खुट्टा छ जङ्गल हेर्नु यहाँ हेर्नु बाटो पनि आइ गर्छ गरे अनि यहाँ विकास गर्दैन गरे यो जङ्गल हेर्नु यहाँ यता उताबाट बार पनि छैन बााउन्ड्री भए राम्रो हुन्थ्यो कि यहाँ धेरै मान्छेहरूलाई बाघले खाइसकेको छ गरे ठुलो बाटो होइन हाम्रो यहाँ एउटा बाघ हराएको छ बाघ खोज्न आएको छ होइन रेलसिङको ढेलमा मुख मेरो हेर्नु ढेलमा ढिलो लागेको छ हेर्नु हेर्नु गाइजहरू अब हामी जङ्गलबाट आएको छौँ यहाँ बाघ जङ्गलतिर आइरहेको छु म अहिले चाहिँ घना जङ्गल छ यहाँ क्यामेराम्यानहरू धेरै भएर आफ्नो क्यामेरातिर रेकर्डिङ गरिरहेका छन् आज मेरो यो भिडियो चाहिँ 9-10 बजीतिर आउँछ मेरो युट्युब च्यानल